हेलो साथीहरू, बसेका छौँ युरोपमा, घुमेको छौँ, रोडमा भिडियो बनाएको छौँ, खुब रमाइलो गरेको छौँ, युरो छापेको छौँ भन्नेहरूको लागि चाहिँ यो म देखेको युरोप र भोगेको युरोप पर्दा पछाडिको युरोप देखाउन गइरहेको छु। यहाँको सङ्घर्ष देखाउन गइरहेको छु। यो चिसोमा हिउँ परिरहेको छ, जाडोमा कठ्याङ्ग्रिएर यसरी हिउँमा हिँड्नुपर्छ हैन। हिँडेर आएर यसरी ड्युटी गर्ने ठाउँमा यसरी आउनुपर्छ है। वास्तविक युरोपीय हो। यसरी चिसा हिउँका मुढाहरू बाटोहरू आएका हुन्छन्, बनाउनुपर्छ, यसरी बनाउनुपर्छ। यसरी यसै हो वास्तविक युरोप, यस्तो है साथीहरू।